नेपाल संसारले शान्तिको जन्मभूमि, साहसको प्रतीक र सम्भावनाको भूमिका रूपमा चिनेको राष्ट्र। हेटौडा बागमती प्रदेशको राजधानी, तराई र पहाडको संगम स्थलमा अवस्थित देशकै राजधानीको पनि राजधानी सहर। भौगोलिक दृष्टिले यस सहरको महत्त्व केवल यसको स्थानमा मात्रै सीमित छैन, तर यहाँको सांस्कृतिक, शैक्षिक, औद्योगिक र प्रशासनिक क्रियाकलापले यसलाई प्रदेशकै मात्र नभई राष्ट्रिय स्तरमै विशेष र महत्त्वपूर्ण बनाएको छ। कान्ति लोकपथ, मदन भण्डारी राजमार्ग, त्रिभुवन राजपथ र पूर्व पश्चिम महेन्द्र राजमार्गको सङ्गम बिन्दुमा रहेको हेटौडा नेपालकै प्रमुख यातायात नोडमध्ये एक हो। यहाँको हरियाली, मध्यम जलवायु, चुरे र महाभारत पर्वत श्रृङ्खलाको सौन्दर्यले यसलाई धार्मिक र पर्यटकीय दृष्टिले पनि विशेष बनाएको छ। शैक्षिक र प्रविधिक दृष्टिले पनि हेटौडा विकासको केन्द्रको रूपमा अघि बढिरहेको छ। यहाँ विभिन्न विश्वविद्यालयका आङ्गिक क्याम्पस, सामुदायिक तथा निजी विद्यालय, व्यावसायिक तालिम केन्द्रहरू र औद्योगिक क्षेत्रको उपस्थिति छ। औद्योगिक, शैक्षिक र प्राकृतिक सम्भावनाले भरिएको यो सहर आज नेपालका नयाँ सम्भावनाहरूको प्रवेशद्वार बन्दैछ। यही सहरमा अवस्थित एस्ट्रोनोभा फाउन्डेसन नेपाल एक गैर नाफामूलक सामाजिक संस्था हो, जसले विगत 3 वर्षदेखि हेटौडामा विद्यालय स्तरदेखि नै विज्ञान, सूचना प्रविधि, अनुसन्धान र नवप्रवर्तनको प्रवर्धनमा काम गर्न विभिन्न शैक्षिक र अनुसन्धानात्मक गतिविधिहरू सञ्चालन गर्दै आएको छ। संस्थाले विद्यार्थीहरूको सृजनशीलता, वैज्ञानिक सोच र व्यावहारिक शिक्षामा जोड दिँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा प्रतिभा प्रदर्शनको अवसर प्रदान गर्ने, शैक्षिक विकास र अनुसन्धानमा सहयोग गर्ने तथा उद्यमशीलता र नवप्रवर्तनको प्रवर्धन गर्ने उद्देश्य राखेर अनवरत रूपमा क्रियाशील रहेको छ। यही हेटौडामा एस्ट्रोनोभा फाउन्डेसन नेपालले एउटा अद्वितीय शैक्षिक पर्यटकीय गन्तव्यको साथमा अनुसन्धान तथा आविष्कार केन्द्र निर्माण गर्ने महत्त्वाकांक्षी परियोजनालाई अघि सारेको छ। कल्पना गर्नुहोस्, एकै ठाउँमा विद्यार्थीहरूले विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित STEAM अनुभव गर्न सक्ने, नयाँ कुरा सिक्न पाउने, अनुसन्धानकर्ताहरूले नयाँ आविष्कार जन्माउने, पर्यटकहरूले ज्ञान र मनोरञ्जन दुवै पाउने त्यस्तो ठाउँ। यो केन्द्र केवल हेटौडाको मात्र होइन, सम्पूर्ण नेपालको भविष्य परिवर्तन गर्ने दृष्टिकोण हो। एक यस्तो दृष्टिकोण जसले भविष्यमा हाम्रा युवा शक्तिहरूलाई देशमै अवसर दिलाउँछ, अवसरहरूका अनेकौं ढोकाहरू खोल्नेछ, अनुसन्धानलाई राष्ट्रिय प्राथमिकता बनाउँछ र नेपाललाई ज्ञान र नवप्रवर्तनको गन्तव्यका रूपमा संसार सामु चिनाउँछ। अझ भनौं, नेपालमा नै नेपालीले गर्व गर्न सक्ने नमुना परियोजनाको रूपमा विकास हुनेछ। नेपाल लगभग 3 करोड जनसङ्ख्या भएको मुलुक हो। यस जनसङ्ख्याको झण्डै आधा हिस्सा विद्यार्थी र युवा पुस्तामा केन्द्रित छ र यिनै पुस्ता नेपालको भविष्य निर्माण गर्ने बलियो आधार हुन्। देशभर आज 26,103 सामुदायिक विद्यालय र 8,149 संस्थागत विद्यालय गरी 35,000 भन्दा बढी विद्यालय सञ्चालनमा छन्। प्रारम्भिक बाल विकास केन्द्रहरू ECD-मा करिब 13 लाख भन्दा बढी बालबालिका सिकाइ यात्रामा छन्। आधारभूत तह कक्षा 1 देखि 8 मा करिब 53,47,000 विद्यार्थी छन् भने माध्यमिक तह कक्षा 9 देखि 12 मा करिब 16,64,000 विद्यार्थी अध्ययनरत छन्। उच्च शिक्षामा पनि झण्डै 6,30,000 विद्यार्थी नामाङ्कित छन्। यी तथ्याङ्कहरूले नेपालमा शिक्षा लिइरहेका विशाल मानव स्रोतको परिचय दिन्छन्। तर यस मानव स्रोतलाई गुणस्तरीय शिक्षा र अवसर दिनु नेपालका लागि ठूलो चुनौती हो। सरकारले 2024 देखि 2025 सम्ममा शिक्षामा झण्डै 203 अर्ब रुपैयाँ अर्थात् कुल राष्ट्रिय बजेटको करिब 1% विनियोजन गरेको छ।
जुन विकसित देशहरूको तुलनामा 300%ले न्यून हो। अनुसन्धान र विकास आरएनजीमा नेपालको लगानी अझै अत्यन्त न्यून छ। जीडीपीको करिब 0.3% भन्दा कम। तुलनामा इजरायलले आफ्नो जीडीपीको 5% भन्दा बढी, दक्षिण कोरियाले करिब 4.8% र अमेरिकाले करिब 3.5% आरएनजीमा लगानी गर्ने गरेका छन्। यसले स्पष्ट देखाउँछ कि हामी अझै अनुसन्धान र नवप्रवर्तनको क्षेत्रमा धेरै पछाडि छौँ। यही कारणले हरेक वर्ष हजारौं नेपाली विद्यार्थीहरू उच्च शिक्षा र राम्रो अवसरको खोजीमा विदेशतर्फ आकर्षित हुन्छन्। पछिल्लो तथ्याङ्क अनुसार मात्र वार्षिक 1 लाख भन्दा बढी विद्यार्थीले नो अब्जेक्सन सर्टिफिकेट एनओसी लिई विदेश अध्ययनका लागि प्रस्थान गर्ने गरेका छन्। यसले एकातिर नेपालको प्रतिभा र लगानी बाहिरिँदै गरेको अवस्था देखाउँछ भने अर्कोतर्फ युवाहरूको आकांक्षा र सपनालाई आत्मनिर्भर शिक्षा प्रणालीले पूरा गर्न नसकेको सन्देश दिन्छ। अर्थतन्त्रको दृष्टिले हेर्दा पनि नेपालले पछिल्ला 30 वर्षमा उतार चढाव पूर्ण यात्रा गरेको छ। 1990 को दशकदेखि निरन्तर चुनौतीका बावजुद भूकम्प, महामारी र राजनीतिक संक्रमणले गर्दा कहिलेकाहीँ वृद्धिदर घट्यो। तर पुनर्निर्माण र सेवा क्षेत्रमा भएका सुधारसँगै नेपाल अहिले करिब 3.7% को आर्थिक वृद्धि दरमा छ। शिक्षा, अनुसन्धान र नवप्रवर्तनमा ठोस लगानी नगरी दिगो विकास सम्भव छैन। नेपालका विद्यार्थीहरू केवल पुस्तकमै सीमित नभई प्रयोगात्मक सिकाइ, अनुसन्धान र प्राविधिक सिपमा सक्षम हुनुपर्ने आवश्यकता छ। यदि सरकार, समुदाय र निजी क्षेत्रले संयुक्त पहलमा गुणस्तरीय शिक्षा र अनुसन्धानमा जोड दिए भने यो विशाल युवा पुस्ता केवल उपभोक्ता होइन, उत्पादक र आविष्कारकका रूपमा उदाउनेछ। अब फेरि कुरा गरौँ हेटौडाको। शैक्षिक र प्राविधिक दृष्टिले हेटौडा विकासको केन्द्रको रूपमा अघि बढिरहेको छ। यहाँ विभिन्न विश्वविद्यालयका आङ्गिक क्याम्पस, सामुदायिक तथा निजी विद्यालय, व्यावसायिक तालिम केन्द्रहरू र औद्योगिक क्षेत्रको बाक्लो उपस्थिति छ। तर विद्यार्थीहरूले प्राप्त गर्ने शिक्षा र व्यावहारिक दक्षता बीच ठूलो खाडल छ। विद्यार्थीहरूले जीवनको अत्यन्तै महत्त्वपूर्ण समय अध्ययन र भविष्य निर्माणमा खर्च गर्छन्। स्नातक तहसम्म उनीहरूले 18 देखि 25 वर्षको समय र आर्थिक लगानी गर्छन्, जुन नेपालको औसत आयुको लगभग 1/3 हो। तर हाल नेपालको शिक्षा प्रणालीले विद्यार्थीहरूको लगानी अनुसार आवश्यक स्किल, रोजगार योग्य क्षमता र इम्प्लोएबिलिटी स्किल र आत्मविश्वास प्रदान गर्न सकिरहेको छैन। परम्परागत शिक्षक केन्द्रित, परीक्षा केन्द्रित र सैद्धान्तिक ज्ञानमा आधारित शिक्षण पद्धतिले विद्यार्थीहरूलाई अनुसन्धान, उत्पादन, नवप्रवर्तन र उद्यमशीलतातर्फ उत्प्रेरित गर्न सकेको छैन। नतिजा हजारौं युवा बाहिरिने, रोजगार खोज्ने मात्र बन्ने र देशको दीर्घकालीन विकासका लागि आवश्यक जनशक्ति तयार नहुने अवस्था आएको छ। यी समस्याको समाधान भनेको सानै उमेरदेखि वैज्ञानिक सोच, सृजनशीलता, नवप्रवर्तन र उद्यमशीलतालाई प्रोत्साहित गर्नु हो। विद्यार्थीहरूलाई जागिर खाने मानसिकता भन्दा जागिर सृजना गर्ने मानसिकतामा तयार पार्न आवश्यक छ। प्रारम्भिक उमेरमा सृजनात्मकता, आलोचनात्मक सोच र समस्या समाधान क्षमता विकास गर्न उपयुक्त वातावरण र अवसरको आवश्यकता छ। हामीले भविष्यका नेतृत्व र सृजनशील नागरिक तयार पार्ने लक्ष्य राखेका छौँ। सानै उमेरदेखि नै विद्यार्थीहरूलाई नयाँ सोच र अनुसन्धानमा संलग्न हुने वातावरण प्रदान गर्नुपर्छ। यसले उनीहरूमा आत्मविश्वास, समस्या समाधान क्षमता र उद्यमशीलता विकास गर्दछ। यसै लक्ष्यका लागि जुनियर अनुसन्धान केन्द्रको अवधारणा अघि सारिएको छ, जसले बालबालिकालाई प्रारम्भिक उमेरदेखि वैज्ञानिक सोच, अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलतातर्फ उन्मुख गराउनेछ।
यस केन्द्रले बालबालिकादेखि युवा वर्गसम्मलाई अनुसन्धान, विज्ञान, प्रविधि, नवप्रवर्तन र उद्यमशीलतामा संलग्न गराउनेछ। यस केन्द्रले विद्यार्थीहरूलाई आफ्टर स्कुल प्रोग्राम, स्कुल स्टिमिङ प्रोग्राम, समर एसटिएम क्याम्प, नेशनल साइन्स एक्सपो जस्ता कार्यक्रम सञ्चालन गर्दै उनीहरूको सैद्धान्तिक ज्ञानलाई व्यावहारिक र जीवनोपयोगी बनाउनेछ। विद्यार्थीहरूले अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलतासँग सम्बन्धित परियोजनाहरूमा संलग्न हुने अवसर पाउनेछन्। हामीले यो केन्द्र मार्फत एक वैज्ञानिक पारिस्थितिक प्रणाली निर्माण गर्ने लक्ष्य राखेका छौँ। विद्यार्थीहरूले आफ्नै रुचि अनुसार सिक्ने, अनुसन्धान गर्ने र सृजनशील हुने अवसर पाउनेछन्। यसले दीर्घकालीन रूपमा देशको विकासमा ठूलो योगदान पुर्याउनेछ। केन्द्रले विद्यार्थीहरूलाई STEAM, साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ, आर्ट्स, म्याथमेटिक्स क्षेत्रमा व्यापक अवसर प्रदान गर्नेछ। उनीहरूले म्याथ ओलम्पियाड, प्रोजेक्ट लिड, भलन्टियरिङ, प्र्याक्टिस टिचर एन्ड मेन्टर जस्ता अवसर मार्फत आफ्नो क्षमता र आत्मविश्वास विकास गर्नेछन्। वन स्टुडेन्ट वन स्किल, पढ्दै, सिप सिक्दै, कमाउँदै जस्ता कार्यक्रमहरू मार्फत उनीहरूलाई व्यावहारिक सिप र उद्यमशीलता सिकाइनेछ। अनुसन्धान केन्द्रले विद्यार्थीहरूको जिज्ञासा, सृजनशीलता र नवप्रवर्तनात्मक सोचमा लगानी गर्नेछ। यहाँ विद्यार्थीहरूले आफैको अनुसन्धान परियोजना, विज्ञान, प्रविधि, जीवविज्ञान, खगोलशास्त्र, फ्युचर टेक्नोलोजी आदि क्षेत्रमा काम गर्ने अवसर पाउनेछन्। सानै उमेरदेखि वैज्ञानिक सोच र नवप्रवर्तनका बिउ रोपिनेछ। जुनियर अनुसन्धान केन्द्र, साइन्टिफिक इकोसिस्टमका कार्यक्षेत्र र गतिविधि हेटोन्डा अनुसन्धान तथा आविष्कार केन्द्र HRIC मार्फत स्थापनामा आउन लागेको जुनियर अनुसन्धान केन्द्रले प्रयोगशालासहित सुविधा सम्पन्न संरचना मार्फत विद्यार्थीहरूको समग्र विकास, अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलता प्रवर्धनमा काम गर्नेछ। यस केन्द्रका प्रमुख कार्यक्षेत्रहरू यस प्रकार छन्। आफ्टर स्कुल प्रोग्राम, विद्यालय समयभन्दा पहिले वा पछि सञ्चालन हुने कम्युनिटी लर्निङ सेन्टर, जहाँ विद्यार्थीहरू हप्ताको 6 दिन, दिनको 1 से 1.5 घण्टा समस्या समाधान केन्द्रित गणित, म्याथ ओलम्पियाड र उनीहरूको रुचिका विषयमा आधारित प्रयोगशालामा सहभागी भई व्यावहारिक सिकाइमा केन्द्रित हुनेछन्। स्कुल स्टिमिङ प्रोग्राम, विद्यालय र विश्वविद्यालयका विद्यार्थीहरूलाई स्टिम आधारित गतिविधि, प्रोजेक्ट निर्माण, अनुसन्धान र आविष्कारमा संलग्न गराउने र देशभरिबाट प्रतिभाहरूको खोजी गर्ने। रिसर्च एन्ड डेभलपमेन्ट, विद्यार्थीहरूलाई अनुसन्धान र नवप्रवर्तनका अवसर प्रदान गर्दै रिसर्च ग्रान्ट कार्यक्रम, परियोजना विकास र आवश्यक स्रोत साधन उपलब्ध गराइने। स्टार्टअप र इनोभेसन, उद्यमशीलता र नवप्रवर्तन प्रवर्धनका लागि परियोजना, स्टार्टअप आइडिया र इन्क्युबेसनको वातावरण सिर्जना। नेसनल एक्सपो फर साइन्स एन्ड इन्जिनियरिङ, वार्षिक विज्ञान, इन्जिनियरिङ र नवप्रवर्तन प्रदर्शनी, ट्यालेन्ट हन्ट नेसनल साइन्स एक्सपो मार्फत विद्यार्थीहरूको प्रतिभा र सृजनशीलता प्रदर्शन। टिचर्स प्रोफेसनल डेभलपमेन्ट, शिक्षकहरूको क्षमता विकास र नवप्रवर्तनपूर्ण शिक्षण विधि परिचालन। केन्द्रले विद्यार्थीहरूलाई प्रदान गर्ने अवसरहरू। आफ्टर स्कुल STEAM प्रोग्राम, समर STEAM क्याम्प, म्याथ ओलम्पियाड जस्ता कार्यक्रमहरू मार्फत सैद्धान्तिक ज्ञानलाई व्यावहारिक र जीवनोपयोगी शिक्षामा रूपान्तरण। विद्यार्थीहरूलाई स्कुल डेज इन्टर्नसिप, भलन्टियरिङ, प्र्याक्टिस टिचर, प्रोजेक्ट लिड, सोसियल क्याम्पेनिङमा संलग्न गराई समूहमा काम गर्ने, आत्मविश्वास, समाजसँग घुलमिल हुन सिकाउने। वन स्टुडेन्ट वन स्किल र पढ्दै, सिप सिक्दै, कमाउँदै कार्यक्रम मार्फत युवा सशक्तिकरण र नेतृत्व विकास। विज्ञान, प्रविधि, गणित, इन्जिनियरिङ, नवप्रवर्तन, जीवविज्ञान, खगोलशास्त्र र फ्युचर टेक्नोलोजीमा निरन्तर प्रशिक्षण र कार्यशाला। विद्यार्थीहरूको रुचि र जिज्ञासामा लगानी, अनुसन्धान प्रक्रियामा संलग्न र आवश्यक स्रोत साधन उपलब्ध गराउने। समाजका समस्याहरूको अनुसन्धान र समाधान मोडल विकासमा विद्यार्थीहरूको सहभागिता गराउने। विद्यार्थीहरूलाई स्वस्फूर्त गतिविधिमा संलग्न गराउने। पोडकास्ट, इन्टेलिजेन्ट खेल, विचार विमर्श, इनोभेटिभ टक सिरिज। शैक्षिक पर्यटन, अन्तर्राष्ट्रिय विद्यार्थी आदान प्रदान, परियोजना अन्वेषण र प्रेजेन्टेसन।
शारीरिक र मानसिक सक्रियता विकासका लागि योग, ध्यान र जीवन लक्ष्य प्रेरणा शिविर, जीवनका लक्ष्य निर्धारण र वित्तीय स्वतन्त्रता हासिल गर्ने दीर्घकालीन मार्गदर्शन, 13 वर्षभित्र जीवनको दिशा पत्ता लगाउने, 18 वर्षभित्र कम्तीमा 1 सिप सिक्ने, 21 वर्षभित्र अभिभावकबाट स्वतन्त्र, 30 वर्षभित्र आर्थिक स्थिरता, 40 वर्षभित्र आर्थिक स्वतन्त्रता। यो केन्द्रले विद्यालय शिक्षा र व्यावहारिकता बीचको खाडल भर्दै सानै उमेरदेखि वैज्ञानिक सोच, सृजनशीलता, अनुसन्धान र नवप्रवर्तन प्रवर्धन गर्नेछ। हेटुण्डालाई देशकै नमुना शैक्षिक हब र नवप्रवर्तन केन्द्रको रूपमा स्थापित गर्न विद्यार्थीहरूलाई आत्मनिर्भर, सक्षम र भविष्यको आवश्यक जनशक्ति बनाउन आजको आधारभूत आवश्यकता यही अनुसन्धान केन्द्रको स्थापना हो। अनुसन्धान केन्द्र सञ्चालनमा आवश्यक आधारभूत भौतिक संरचनाहरू IoT and robotics lab with 3D printers, IT lab, at least 30 computers, STEAM lab, research lab, panel discussion, studio, observatory and telescopes, administration block, fabrication lab, art lab, mathematics lab, business incubation lab, presentation hall, exhibition hall, library, training hall, podcast studio, planetarium, observatory, playground and garden, residential research blocks, etc. तर यस महत्वाकांक्षी परियोजना सफल बनाउन उचित र पर्याप्त जग्गाको व्यवस्था अनिवार्य छ। हामीलाई पर्याप्त जग्गा नहुँदा केन्द्रका गतिविधिहरू प्रभावकारी रूपमा सञ्चालन गर्न कठिनाइ हुनेछ। खुला स्थानले विद्यार्थीहरूलाई बाहिरी अभ्यास, अनुसन्धान परियोजना, STEAM गतिविधि र शैक्षिक पर्यटनका अवसरहरू प्रदान गर्न सक्षम बनाउँछ। यसले अन्तर्राष्ट्रिय विद्यार्थी र रिसर्चरहरूलाई समेत आकर्षित गर्नेछ। साथै भविष्यमा यस परियोजनालाई नेपालको एक नमुना शैक्षिक पर्यटकीय गन्तव्यमा परिणत गर्न सकिनेछ। सरकारको समर्थन पनि केन्द्रको सफलता सुनिश्चित गर्न महत्त्वपूर्ण छ। बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले आर्थिक वर्ष 2081-82 र 2082-83 मा अनुसन्धान तथा आविष्कार केन्द्रको स्थापना एवं सञ्चालनको लागि बजेट विनियोजन गरेको छ। तर बजेटको प्रभावकारी प्रयोग र दीर्घकालीन योजना सुनिश्चित गर्न उपयुक्त जग्गा उपलब्ध हुनु अनिवार्य छ। जुनियर रिसर्च र इनोभेसन सेन्टर स्थापनाका लागि पर्याप्त जग्गा, आधुनिक प्रयोगशाला र सुविधा सम्पन्न भवन आवश्यक छ। यसले हेटौँडालाई केवल बागमती प्रदेशको मात्र नभई सम्पूर्ण नेपालको नमुना शैक्षिक, अनुसन्धान र नवप्रवर्तन केन्द्र बनाउनेछ। यो परियोजना दीर्घकालीन रूपमा देशको भविष्यको स्वतन्त्र, सृजनशील र आत्मनिर्भर जनशक्ति निर्माण गर्ने आधारशिला हो। समग्रमा जुनियर रिसर्च र इनोभेसन सेन्टर हेटौँडालाई अनुसन्धान, नवप्रवर्तन, विज्ञान, शिक्षा र उद्यमशीलताको सङ्गमस्थल बनाउने, विद्यार्थीहरूको प्रतिभा र क्षमता पहिचान गर्ने र दीर्घकालीन रूपमा नेपालको शैक्षिक पर्यटकीय गन्तव्य निर्माणमा योगदान दिने महत्त्वाकांक्षी परियोजना हो।